हेलो आज नारी दिवसको उपलक्ष्यमा उपस्थित हुनुभएका आदरणीय माननीय हाम्रो ठुला बडा सरहरू अनि म्याडमहरू जति पनि हुनुहुन्छ है, मेरो आन्तरिक हृदयबाट सर्वप्रथम हजुरहरूलाई नमस्ते अनि गुड आफ्टरनुन। अनि सम्पूर्ण मेरा दिदीबहिनी अनि मेरा साथी सङ्गीहरूलाई पनि गुड आफ्टरनुन, ह्याप्पी वुमेन्स डे। हुन्छ, हजुरहरूको माझमा मैले सानो कविता लिएर आएको छु है। अनि मेरो कविताको शैलीहरूमा त्रुटि हुन गए है, अघिबाटै म क्षमा चाहन्छु। अनि मेरो कविताको शीर्षक छ नारी तपाईँ कति महान हुनुहुन्छ। अलिकति टाइम लाग्यो भने म क्षमा चाहन्छु है। नारी तपाईँ कति महान हुनुहुन्छ, सबैको छोरीहरू छन् क्युटी, आमाहरू छन् ब्युटी, हिमाचली जस्ता अक्ला समस्याहरू समेटेर सङ्घर्ष गरी सबै नारीहरू आउनुहुन्छ एलकेनमा ड्युटी। आज सम्झनुहोस् एकपल्ट आफ्नो आमालाई, हरेक कष्टहरू सहेर निराशालाई जितेर ईश्वरप्रति प्रार्थनाको दुई हात जोडेर बालक जन्ममा मृत्युसँग लडेर न्यानोपनको माया दिनुहुने आमा नारी तपाईँ कति महान हुनुहुन्छ। मलाई त लाग्छ मेरी आमा खुसीले मुस्कुराउँदा, मलाई त लाग्छ मेरी आमा खुसीले मुस्कुराउँदा बिहानीको मिरमिरे घामको उज्यालो क्षितिज जस्तै हो। सबैको आमाहरू हुनुहुन्छ यस्तै, नारी तपाईँ कति महान हुनुहुन्छ। नारीहरू इमान्दारी पनि छन्, नारीहरू बहादुरी पनि छन्। इतिहास पल्टाएर हेर्दा देख्छौँ हामी झाँसीकी रानी, उनी निडर बनी देशको निम्ति लडेर शहीद भइन्। यस्ता छन् उहाँको वीरतापूर्वक कहानी। आज हामी देख्छौँ द्रौपदी मुर्मू, उहाँ एक हुन् महान नारी, हाम्रा भारत देशका राष्ट्रपतिका महान चिनारी। नारी तपाईँ कति महान हुनुहुन्छ। आज नारीहरू सबै ठाउँमा सबै कुरामा अघि छन्, सबै आफ्ना परिवारको जिम्मेवारी हेरेर अगाडि बढिरहने नारीहरू कति छन् दयालु। समाज सेवा, सम्मान, इज्जत, संस्कार, सुशील, सङ्गीत, शिष्टाचार, अनुशासनमा नारीहरू छन् धेरै सिपालु। त्यसैले कहिले नगर्नु नारीहरूको अपमान, आफ्ना चेलीबेटी सम्झी सधैँ गर्नु सम्मान। नारी तपाईँ कति महान हुनुहुन्छ। छोरी भएर कहिले नगर्नु हेला होचो, उसका भविष्य सुन्दर बनाउनलाई सोचो। आजको युगमा धेरै छन् नारीहरू ठुला ठुला पदमा, म्यानेजर, पाइलट, डाक्टर, टिचर। त्यसैले उच्च प्रेरणा दिँदै भन्छु, हे नारी बुद्धिमान अनि साहसी बनी बनाउनुहोस् आफ्नो फ्युचर। नारी तपाईँ कति महान हुनुहुन्छ है। अनि म यसैमा अन्त गर्दै के भन्न लाग्छु भने कहिले कसैको नगर्नु बेगबेदी दामी